डर हामी सुनिरहेको शब्द हो र परमेश्वरको वचनले हामीलाई यसरी साहस दिन्छ। बलियो र साहसी हो, यिनीहरूसित नडराऊ र त्रासित नहौ, किनभने प्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिले छोड्नुहुने छैन, न त त्याग्नुहुनेछ। परमेश्वरको जीवित वचनले तपाईँ र मलाई पक्का गरी प्रतिज्ञा गरेको छ कि परमेश्वर तपाईँलाई अनि मलाई कहिले पनि छोड्नुहुन्न, त्याग्नुहुन्न। अनि वचनले भन्दछ बलियो र साहसी हो, खुबै साँची हो। मानिससँगको प्रतिज्ञाले चाहिँ तपाईँ र मलाई धेरै पटक निराशा टुटाएको छ। तर परमेश्वरको जीवित वचनले तपाईँलाई एउटा नयाँ आशा दिइरहेको छ, एउटा नयाँ भरोसा दिइरहेको छ, नयाँ उमङ्ग दिइरहेको छ। अनि वचनले भन्छ नडराऊ, तर के भन, साहसी बन। किनभने प्रभुले तिमी सँगसँगै हुनुहुन्छ, तिमी सँगसँगै जानुहुन्छ, तिमी सँगसँगै हिँड्नुहुन्छ, तिम्रो साथमा हुनुहुन्छ भने परमेश्वरको जीवित वचनले भन्दछ। त्यसकारणले प्रिय मण्डली, नडराउनुहोस्, त्रासित नहुनुहोस्, निराश नहुनुहोस्, किनभने तपाईँको जीवनमा, मेरो जीवनमा, हाम्रो जीवनमा परमेश्वरको उपस्थिति सँगसँगै गइरहेको छ। विश्वास गर्नुहोस्, आशा गर्नुहोस्। यो 2026मा तपाईँको जीवनमा परमेश्वरले ठुलो अचम्म र अद्भुत र आश्चर्य कामहरू गर्नुहुनेछ। विश्वास गर्नुहोस्, विश्वास अनुसार र वचन अनुसार तपाईँले जीवन जिउनुहोस् र परमेश्वरले दिन लाग्नु भएको कुराहरूको निम्ति तपाईँ विश्वास योग्य भएर तयारी भएर जिउनुहोस्। परमेश्वर तपाईँले मेरो जीवनमा ठुलो महिमाको नदीहरू बगाउनुहुनेछ।